नमस्कार आदरणीय दर्शकवृन्दहरू, म रमेशको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। दर्शकवृन्दहरू, तपाईहरू अहिले हेर्दै हुनुहुन्छ युडी क्रिएसन युट्युब च्यानल र यस च्यानलमा मैले धेरै समयपछि एउटा भलाकुसारी कुराकानीको भिडियो सामग्री प्रस्तुत गरेको छु, जो चाहिँ छ हाम्रो गायक नवगायक कुमार बिसीको छु। पक्कै पनि तपाईहरुलाई मन पर्नेछ। आउनुस् लागौं कुराकानीतर्फ। म बचेकै तिमीसँग माया लाउन हो, मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो। ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन। माया गर्ने मुटुले हो निधारले होइन। सुन, माया गर्ने मुटुले हो निधारले होइन। सुन, माया गर्ने मुटुले हो निधारले होइन। ओहो, माया गर्ने मुटुले हो निधारले होइन। ल, अब मलाई चाहिँ कुमार भाइको स्वर मैले त सानैदेखि नै सुनेको। दर्शकवृन्दलाई चाहिँ पक्कै पनि मन पर्यो होला। एकदमै राम्रो गाउँछ अनि उसको चाहिँ हाई पिचमा एकदमै राम्रो छ। मेरो चाहिँ म चाहिँ अलिकति लोमा अलिकति क्लासिकल भर्सनको म पनि गीत चाहिँ गाउँछु, तपाईँलाई थाहा भएकै कुरा हो, जतिले मलाई चिन्नुहुन्छ। अनि भाइलाई चाहिँ म के पनि सोध्न चाहन्छु भने हैन, अब मैले सोध्नु भन्दा नि आफ्नो बारेमा संगीतको विषयमा चाहिँ के गर्ने इच्छा थियो, अहिलेसम्म कहाँ के भइरहेछ त? विशेष त संगीतमा है ठुलो गायक बन्ने सपना मेरो पनि थियो। विभिन्न यो अनलाइन कार्यक्रम व्हाट्सएप सिंगिङ स्टार अनि अर्कै व्हाट्सएपको चाहिँ हाम्रो प्रतिभा नामक त्यो संस्थाले चाहिँ भोइस अफ द इयरको कार्यक्रम पनि चलाउँदाखेरि त्यसमा पनि विनर भएर गीत पनि रेकर्डिङ भयो। तर ती दुईटै प्रोग्राममा म विनर भए पनि गीत रेकर्डिङ भएर पछि आउट हुन पाएन। अनि आउट नहुँदाखेरि चाहिँ एकदमै के हामीलाई हुन्छ नि, कुनै पनि काम गर्दाखेरि भनेपछि त्यो गीत चाहिँ लन्च मतलब रेकर्डिङ गरेर बाहिर बजारमा ननिस्केको, बजारमा नआएपछि अब हामी जस्तो नवगायकहरूलाई त अभियसली त्यो कुराले एकदमै, मेरो सुरुवाती लाइफमा चाहिँ म्युजिकल जर्नीमा सुरुवातमै त्यस्तो मलाई धोका भएपछि चाहिँ म अलिकति खच्केको। अब धेरै गाउने गर्थेँ, प्रमोद खरेल त्यसमा अब सबै साथीभाइहरू नै हुनुहुन्छ, अब दोष कसलाई दिउँ त हैन? त्यो कारणले गर्दाखेरि केही टेक्निकली प्रब्लम होला सायद, के त्यसलाई नगरौँ हैन। र पनि आफ्नो तरिकाबाट चाहिँ किन चाहिँ त्यो बाहिर निस्किन नसकेको होला त? वास्तवमा अब बाहिरै निक्लिनलाई भन्दा पनि अब घरको हुन्छ नि पारिवारिक माहौल एउटा, अब हामी एउटा मिडल क्लास फ्यामिलीमा जन्म लिएपछि घरको सबै कुराहरू रेस्पोन्सिबिलिटीहरू चाहिँ आफूले धेरै ख्याल गर्नुपर्छ। अनि त्यो कुराहरूले गर्दा पनि आजभोलि चाहिँ अलिकति म ब्याक हुँदैछु कि जस्तो मलाई पनि भइरहेको छ। किन भन्दाखेरि अब पारिवारिक माहौल, अब कहिले मम्मी बिरामी हुने, कहिले त्यस्तै हो हैन। त्यो कारणले अब पहिले त बाहिर हुँदाखेरि त महिना पछि सेलेरी आउँथ्यो। अब अहिले जब घर आइयो इनकमिङ भन्दा नि आउटगोइङ मात्र हुन्छ, धेरै भयो हैन। अब त्यो कुराले पनि अलिक तनावमा भएर अलि म्युजिकमा ब्याक भएको त्यही भन्नु। अनि सबैभन्दा अब हैन, अब तँलाई मलाई हैन थाहा छ हामी कसरी म्युजिकमा चाहिँ सङ्घर्ष गरिरहेका छौँ, अझै पनि सङ्घर्षरत नै छौँ। त्यो फाल्टै पाटो कुरा। तर तेरो विचारमा चाहिँ हैन, अब हामी तपाईहरुलाई अर्कै लाग्छ त त मामा भनेर बोलिरहेको अवस्था चाहिँ हाम्रो छ। अब दाजुभाइमा एकदम ओपनली भएरै बोलेको राम्रो नि त हैन। सबैभन्दा पहिला म्युजिकमा चाहिँ सिक्ने सिकाउने क्रममा चाहिँ कसरी सुरुवात चाहिँ गरिस्? मेरो चाहिँ खासमा म्युजिकल जर्नी भनेको टिनेजबाट सुरुवात भएको मेरो। त्यति बेला म लगभग 14 देखि 15 लागिरहेको थिएँ हैन। दर्शकवृन्दहरूलाई पनि म क्यामेरामा हेरेर भन्न चाहन्छु। र त्यो बेलामा म चाहिँ अलिअलि गुनगुनाउँथेँ, अलिक बेसुरा नै थिएँ भन्नु पर्छ। अनि जब मेरो आफ्नै दाजु म जति गाउने भएको छु उहाँकै देन छ हैन। मेरै तारिफ गरे जस्तो भयो कि, तर त्यो केही छैन। मेरो पनि मैले पनि घरिघरि सिकाएको त सिक्किमको गान्तोक भन्ने ठाउँमा, जहाँ चाहिँ
एउटा क्लब हुने गर्थ्यो होइन, गाउँको साथीभाइहरू भेला भयो अनि ड्रम सेट गिटार यस्तोमा त्यतिखेर प्रगति ब्यान्ड भन्ने हामीले खोलेको थियौँ है। प्रगति भेला त्यहाँका साथीहरूलाई पनि म मिस गर्छु अहिले यहीँबाट पनि। अनि त्यहाँनिर ड्रम गिटारमा चाहिँ अब सबैजनाले बजाउने, म पनि अलिअलि गाउन जब सुरु गरेँ अनि एक दिन चाहिँ त्यही माथि लुम्से भन्ने ठाउँमा एउटा स्कुल थियो जहाँ चाहिँ केही कार्यक्रम भइरहेको थियो अनि मैले त्यहाँ लुम्से स्कुलै हो लुम्से स्कुल त्यहाँ चाहिँ मैले एउटा गीत गाएको थिएँ, म कहिले हाँसेको थिएँ मेरो सामु तिमी रुँदा। जुन गीत चाहिँ मैले स्टेजमा गाइरहँदा उहाँ दाजुले नै तैँले पनि गाउने रहेछस् होइन, अब तैँले गाउनुपर्छ भन्ने जब मलाई चाहिँ प्रेरणा दिनुभयो उहाँले अनि त्यहीँबाट अलि इन्सपायर हुँदै अहिले चाहिँ दाजुलाई नै फलो गरेर मैले यहाँसम्म दर्शकवृन्द यो चाहिँ भाइको जीवनी लाई खोतलेर मलाई मेरो श्रेय जाओस् भन्ने हिसाबले मैले भिडियो चाहिँ बनाएको होइन, तर जति छ अब आफ्नो भाइहरूले बहिनीहरूले अथवा आफूभन्दा सानोहरूले चाहिँ दाजुहरूलाई दिदीहरूलाई नै हेरेर अगाडि बढ्ने चाहिँ त्यो पहिलेदेखि नै चलनै हो होइन। त्यसपछि एउटा परदेशमा हुँदाखेरि पनि एउटा गीत रेकर्डिङ भइसकेको छ भाइको, त्यो गीत अलिकति गाएर सुनाइदिन अनुरोध गर्छु। हुन्छ हुन्छ, त्यो गीत आलाप परेन, आलाप अलिकति हाई त्यो गीत पनि है अब हुन्छ नि मान्छेको लाइफमा हरेक उतार चढावहरू आउँछ भनेर मेरो पनि लाइफमा त्यस्तै एउटा कन्डिसन आएको थियो। त्यो बेलामा मैले चाहिँ यो गीत चाहिँ लगभग 2010 तिरैको कम्पोजिसन हो, कम्पोज पनि उहाँकै हो अनि त्यो गीत शब्द हाम्रो रोहित भाइको, रचनाकार रोहित विश्वकर्मा मेरो दाजु हुनुहुन्छ, आफ्नै अङ्कलको छोरा हुनुहुन्छ। सो त्यो गीतलाई चाहिँ अलिकति तपाईँहरूमा आज धेरै समय भइसक्यो है। रचेको थिएँ कल्पनाको संसार खरानी भयो नि, माया तरै छ बलुवाको महल बगेरै गयो नि, बगेरै गयो नि, लत्याइदियो चोखो माया जानी जानी तिमीले किन त्यो जाली माया लगाई मलाई मुटुमा छुरा चलायो किन, मुटुमा छुरा चलायो किन। ल स्थायी र अन्तरा गाएर सुना। यो गीत चाहिँ मैले कम्पोज गरेको चाहिँ 2005 तिर अथवा 4-5 मा कम्पोज गरे पनि हामीले फेरि 2018 तिर चाहिँ 17-18 तिर यसको रेकर्डिङ चाहिँ 16 मा होला, 16 सायद यस्तै कहिले रेकर्डिङ गरेर हामीले युट्युबमा तपाईँलाई छोटो क्लिप तपाईँहरू माझ मैले राख्नेछु, तपाईँहरू स्क्रिनमा हेर्नु होला है। रचेको थिएँ कल्पनाको संसार खरानी भयो नि, रचेको थिएँ कल्पनाको संसार खरानी भयो नि, थियो चोखो माया। त्यसपछि होइन हाम्रो चाहिँ घरमा पनि बुवाले पनि गीत गाउने अनि आमा पनि स्वर थोरै कम्ती भए पनि धेरै सपोर्टिभ, मादल बजाउनुहुन्छ आमाले पनि। बुवाले जनवादी गीतहरू पहिलेदेखिको माया प्रेमको गीत गाउँदा चाहिँ होइन यो चाहिँ गीत यस्तो नगा भन्ने खालको कुराहरू गर्नुहुन्थ्यो अनि जनवादी गीत खालि देश प्रेमको गीतहरू गाउने प्रेरणा दिनुहुन्थ्यो। बुवा आमाकै देन हो हाम्रोमा चाहिँ होइन। त्यो कारणले गर्दाखेरि पनि एकदमै हामीलाई चाहिँ ऊ लाग्छ। दर्शकवृन्दहरू एकछिन यहाँ ओके,
अब हाम्रो कुमार भाइलाई परदेशमा रहँदाखेरि होइन साङ्गीतिक यात्राहरूलाई चाहिँ कसरी सम्झिन्छ? धन्यवाद यो क्वेसनको लागि। म अहिले लगभग आएको 5-6 महिना भएको छ। विशेष त अब मैले मलेसियामा 10 वर्ष कम्प्लिट गरेर आएको। यसको बिचमा म 3 चोटि छुट्टी आएँ होइन। त्यहाँ चाहिँ अब मेरो आफ्नै दाइ तपाईँ आफै पनि हुनुहुन्थ्यो। अहिले कोरोनाको कारणले गर्दाखेरि उहाँ जब छुट्टीमा आउनु ब्याक हुन मिलेन। अनि मेरो आफ्नै गाउँको त्यहाँ छिमेकी रबिन भाइ पनि हुनुहुन्छ। हामी त्यहाँनिर यस्तो माहौल थियो कि म एउटा परदेशमा छु जस्तो हामीलाई थिएन, किनभने हामी गाउँकै 6-7 जना 8-9 जना नै थियौँ होला। सबै साथीहरू हुनुहुन्थ्यो। जति पनि अहिले भिडियो हेर्नुहुन्छ भने सबैलाई हामीले मेन्सन गर्न नसके पनि मलेसियामा हुने साथी र अहिले जो कार्यरत हुनुहुन्छ सबैलाई सम्झेको छौँ होइन, र घर आउनु भएको। अनि अब त्यहाँको बारेमा है म्युजिकल जर्नी चाहिँ अब यो विभिन्न इमोमा हुन त हरेक प्लेटफर्ममा नराम्रोपना अभियसली हुन्छ नै। बिगोमा हुन्छ, वाट्सएपमा अलिक कमै होला, इमोमा अरू अहिले त फल्लाहरू अनेक निक्लेका छन् नि त एपहरू। अब नराम्रो गतिविधि सबैमा हुन्छ। तर म चाहिँ भनेको एउटा म्युजिकलाई मात्रै फलो गरेर हिँड्ने मान्छे हो होइन। तपाईँहरूले कति साथीले मलाई देखेर मेरो आवाजहरू चिन्नु पनि हुन्छ होला। त्यो जुन इमोमा हामीले एउटा पूर्वाञ्चल सङ्गीत ग्रुप भन्ने हाम्रो युगन गुरुङज्यूको एउटा आफ्नै होइन उहाँ ओनर हुनुहुन्थ्यो। हामीले त्यहाँनिर एउटा यस्तो टाइपको टिम बनाएको थियौँ कि जुनै टिममा जुनै ग्रुपमा हामी एज जुन इन्भाइट गरेर हामी एज अ पर्फर्मर भएर जाँदा पनि त्यहाँ एकदमै क्या हाम्रो यति रेस्पेक्ट हुन्थ्यो। अनि उहाँ पूर्वाञ्चल टिम भएर उहाँहरूको त्यो वाह ताली अनि स्टिकरहरूको त्यो रियाक्सन त्यो पल धेरै मिस गर्छु। अनि रहेको कुरा टिकटकमा म एकदमै कम मात्रामा अलि एक्टिभ भएको मान्छे हो होइन। अब त्यो ग्रुपमा धेरै अब यस्तो छ त्यहाँको साथीहरूलाई यो कुरा गरिरहँदाखेरि होइन, म पनि गाउन चाहिँ गाउने मान्छे हो। तर मेरो कारण म ब्याक भएको कारण फेरि तपाईँहरूलाई पछि कुरा गरौँला। तर कुमार भाइ चाहिँ एकदमै सम्भावित मान्छे। कुनै पनि स्टेजमा गएर उसको स्वर चाहिँ एकदमै हाई स्केलमा एकदमै मजा